मैले चाहिँ घरमै भएको सामानले पनि यति मिठो केक बन्छ भनेर चाहिँ सोचेको पनि थिइनँ। 4वटा केरा र 2टा अन्डा लिए सुरुमा। 4वटा केरालाई तासेर किचक्याच पारेर काँटाले नै खिचेँ। अनि त्यसपछि 3टा अन्डा मजाले फिटेँ। फिटिसकेपछि पिठो पारेर राखेको चिनी 2 चम्ची हालेँ। अनि फिटेर फेरि 2 चम्ची तेल हालेँ। तेल हालेर पनि मजाले फिटफाट पारेँ। अनि त्यसपछि अघि किच्याएर राखेको कोला हालेँ मैले। कोला हालेर पनि मजाले फिट्दा गरेर यतिको बनाएर फिजाउने बनाएँ। अनि आँटा ठिक्क एउटा बटुकाको सानो बटुकाको आँटा हालेँ। आँटा हालेर फिट्दा गरेँ। अलि साह्रो भयो जस्तो लाग्यो भने अनि मैले चाहिँ दुध हालेँ। दुध हालेर पनि मजाले फिटेँ। अनि 1 प्याकेट इनो हालेँ। मसँग सोडाहरू केही पनि थिएन अनि केही पनि हालिनँ। अनि कलरको लागि चाहिँ मसँग केही कोकोपिटहरू ल्याएको थिएन। घरमा 2-3 प्याकेट जति कफीको पाउडर रहेछ। अनि त्यो कफीको पाउडरमा मोल्न थालेँ। अनि मोले आधी उधी अनि आधी मोलिसकेर एउटा टिफिनको बोटुको ठिक पारेँ। ठिक्कको बोटुको भनौँ न। अनि त्यसमा तेल लगाएँ मैले। त्यसमाथि फेरि नानीहरूको स्कुलको कागज हालेँ। अनि त्यहाँमाथि पनि तेल लगाएर अनि हाल्न थालेँ। अघि ठिक्क पारेर घोलेर राखेको अलिअलि ठ्याक पार्दै हाल्दै त्यो भित्र खाली ठाउँ हुन्छ अरे हो नि त। अनि खाली ठाउँ नहोस् भनेर ठ्याक पार्दै हाल्दै काँटा चम्चीले हल्लाउँदै हाल्दै गरेँ मैले। मसँग चाहिँ ओभनहरू केही पनि थिएन घरमा। अनि घरमा जे छ भाँडाकुँडाहरू त्यसैमा बनाउनु पर्यो भनेर मैले चाहिँ डेक्ची भाँडो बसालेँ। अनि त्यसमा एउटा टिफिनको बोटुको राखेँ अनि पानी हालेँ। अनि त्यसमाथि राइस कुकरको भाँडाहरूको पिदमा हुन्छ नि एउटा जालीवाला त्यो राखेर अनि त्यहाँमाथि हल्का तातेपछि अघि भरेर राखेको बोटुको राखेँ। अनि किसमिसहरू खासै धेरै थिएन अलिअलि भएको माथिबाट यसो छरछार पार्दै अनि छोप्दै मैले चाहिँ त्यसलाई। अनि भुक्लुक पानी उम्लिनुपर्छ नि त। 20-25 मिनटमै पाक्दो रहेछ यो चाहिँ। अनि मैले काँटा चम्चीले यसरी घोपेको त्यसमा लाग्यो भने चाहिँ पाक्दैन रहेछ, लागेन भने पाक्दो रहेछ। अनि मेरो चाहिँ पाकिसक्यो केक चाहिँ रेडी नै भइसक्यो। अनि मैले निकालेँ। नानीहरूले चाहिँ खाने कि खाने भनेर मैले चाहिँ तातै गरेँ तर यो चाहिँ सेलाएर गर्नुपर्ने रहेछ। कागजहरू निकाल्यो अरे। अनि मैले चाहिँ काटकुट बनाएँ। यो केक चाहिँ मैले मङ्गलबार नै बनाएको हो नि त। म चाहिँ मङ्गलबार अन्डाहरू खाँदिनँ थिएँ। मैले चाहिँ खाइनँ। नानीहरूलाई मात्रै दिएँ। मैले चाहिँ आज बुधबार मात्रै टेस्ट गरेँ। एकदम मिठो लाग्यो। छोराछोरीले पनि मिठो मानेर खाएँ। अनि म त कस्तो दङ्ग परेँ क्या। घरमै भएको सामानले पनि यस्तो मिठो केक बन्दो रहेछ। अबदेखि यस्तै बनाएर बेलामा केटाकेटीलाई खुवाउनु पर्यो किन किनिराख्नु जस्तो लाग्यो। एकचोटि तपाईँहरू पनि ट्राई गर्नु है सबैजनाले। एकदम सजिलो रहेछ यो बनाउनु।